दिन को 50 लाख, महीना को 15 करोड़, महीना को 15 करोड़। यो खाडीमा 50 डिग्री को गर्मीमा 12 घन्टा ड्युटी गरेर 30-35 हजार कमाएर काम छैन, कामै छैन। दिमाग लगा पैसा, दिमाग लगा। म नेपाल जान्छु, एउटा बच्चाको छोले पनि पर्ने, उसको पनि एउटा छोले। सबै नेताहरू फेरि भ्रष्टाचार र चोर मात्रै छन्। पछि फेरि जनताहरूले छोले भनेर कुट्ने हो कि? हुन त कुट्ने बेला अहिलेसम्म भ्रष्टाचार नेताहरूले कुटिसक्थ्यो होला, कुट्दैन होला। नेताले जितेर गृहमन्त्री बन्यो भने त मेरो भाग्य चम्कियो नि। त्यसपछि मेरो जागिर त माग्नु पऱ्यो। फेरि आफ्नो 8 पास पढाइ छ, गाह्रो छ। केही हुन्न, पार्टीको झोलेको त 8 पास पनि पढाइ चाहिँदैन, जति पढे नै हुन्छ। अस्ति के हो त्यो कृषि सम्बन्धी पढेको मान्छे त गभर्नर भयो हाम्रो देशमा, म त झन् 8 पास। त्यसपछि त एयरपोर्टको जागिर मागिन्छ गृहमन्त्रीसँग, देखाउनु पर्ने भएर गइन्छ। त्यसपछि त महिनाको दिनको 50 लाख, महिनाको 15 करोड, वर्षको 1 अरब 80 करोड। होइ होइ होइ, मेरो भाग्य करोडपति बनिने भयो, करोडपति बनिने भयो। That's a good.